यहाँको सहभागितालाई एकदम अग्रिम सहभागी जनाउने सम्पूर्ण अपाङ्गता भएका व्यक्ति तथा अपाङ्गता परिवारका सदस्यज्यूहरूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्छु। धन्यवाद सबैजनालाई। अब म आसन ग्रहणलाई आवश्यकता परेको पुनः म थापी राख्दै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। कार्यक्रमलाई अगाडि बढाउने क्रममा म अहिलेको लागि चाहिँ म अब अहिले चाहिँ अतिथिको अब राष्ट्रिय गान चाहिँ राष्ट्रिय गानबाट चाहिँ हामी आफूलाई मलाई त त्यसो गरेको व्यक्तिहरूको लागि 3 दिने तालिम 3 दिने सर्जिकल मास्क बनाउने तालिम चाहिँ आज सम्पन्न भएको छ र सबैजनाले राम्रोसँग सिक्नुभयो होला र अझै आउने दिनहरूमा पनि सिक्दै जाउँ भन्न चाहन्छु। अनि हाम्रो आज यस कार्यक्रमको प्रमुख अतिथिज्यू र यस कार्यक्रमको अध्यक्षता गराउनु भएको दिदीलाई र विशेष गरी हामीले 3 दिनसम्म प्रशिक्षकको रूपमा आउनुभएको हाम्रो सौरभ सर लगायत हाम्रो सदस्यज्यूहरू र जतिजना यहाँ पाल्नुभएको छ टाढाबाट आउनुभएका प्यारा दिदी बहिनीहरूलाई नमस्कार। विशेष गरी आजको यो कार्यक्रममा चाहिँ धेरै धन्यवाद दिन चाहन्छु किनभने हाम्रो ओबिटी मेम्बर्स हाम्रो टिमले नै यो कार्यक्रमको चाहिँ योजना गर्नुभएको, त्यही भएर चाहिँ आज 3 दिन कार्यक्रम पनि सक्सेसफुली आएको छ। अनि विशेष गरी यो आज जुन अगाडि देखिरहनु भएको छ सबैजनाले तपाईँको मिहिनेत दुःख अनि हाम्रो सरहरूलाई पनि यही जानकारी गराउन चाहन्छु। आजको दिनसम्म चाहिँ हाम्रो प्रशिक्षक सरले चाहिँ यति राम्रो तालिम सिकाउनु भएको छ अनि हामी सबैले सिक्ने मौका पनि पायौँ। अनि आजभन्दा अगाडि पनि हामीले धेरै ठाउँमा तालिम दिएका छौँ अनि लिनु पनि भएको छ। यो कार्यक्रम चाहिँ विशेष गरी अपाङ्गताका व्यक्ति र उहाँका जो परिवार हुनुहुन्छ उहाँको लागि चाहिँ पछि जीविकोपार्जनमा केही राम्रो होस्, सफलता होस् भनेर चाहिँ तालिमहरू हामीले दिँदै आएका छौँ। यो चाहिँ नयाँ हो, पहिलोचोटि हामीले सिकेको र यो पहिलोचोटि नै हामीले दिएको पनि र उहाँहरूबाट यो कार्यक्रम आएको पनि हो। अनि जतिजना तपाईँहरू आइदिनु भयो, यो कार्यक्रम सिकिदिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। अनि हाम्रो कार्यक्रममा आएको जति तपाईँहरूले जति सिक्नु भएको छ यो सिकेको कुराहरू चाहिँ आगामी दिनमा चाहिँ तपाईँहरूको चाहिँ एकदम धेरै राम्रो हुँदै जाओस्, सफलता सबैजनामा धेरै धेरै शुभकामना। समय नै कम्ती भएको कारणले गर्दा आज मैले भन्दा धेरै त सरहरूले भन्ने नै हुनेछ। हाम्रो पालिकाभरि धेरै अपाङ्गताका व्यक्तिहरू हुनुहुन्छ जसमध्येमा 17 सालदेखि यता हामीले कार्यक्रम सञ्चालन गर्दै आउँदा अपाङ्गताका व्यक्तिहरूको घर घर होम भिजिट गरेर प्रोफाइलहरू डेभलप गरेर उहाँलाई सुअनुसारका कार्यहरू वितरण चाहिँ भइ नै रहेको छ। अझै पनि हामीले के गर्न सक्छौँ त उहाँहरूको जीविकोपार्जनमा स्वास्थ्यमा स्वास्थ्यको कुरा त अरू नै भयो, आज म त्यो धेरै जाँदिनँ त्यता। आजीविकोपार्जन अब सामान्य तालिम लिएर पनि यदि अलिकति आर्थिक स्थिति राम्रो हुन्छ भने किन यो तालिम नलिने होइन, किन नदिने भन्ने एउटा उद्देश्यले राम्रो होस् भनेर उद्देश्यले चाहिँ यो तालिम पनि राखेको थियो। जसमध्येमा तपाईँहरू कतिजना बाहिरबाट आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। तर मलाई अझै पनि धेरै कमजोरी लाग्छ हाम्रो यति धेरै हामीले राम्रो तालिम राख्दै पनि अपाङ्गताका व्यक्तिहरू पनि आइदिनु हुन्न, उहाँहरू सो आउन सकिने केही छैन, उहाँको परिवारहरू पनि आउनु भएन क्या। हाम्रो जनसङ्ख्या कमी छौँ, धेरैजना हुनुपर्ने हो। हाम्रो मेकलाजुङ 1 नम्बरदेखि 8 नम्बर वडासम्म त्यो 500-600जना हुनुहुन्छ जो कार्ड पाइरहनु भएको छ। उहाँहरूको परिवारबाट आउँदैन, कम्तीमा नि 100-200जना आएको भए अझै धेरै राम्रो हुन्छ। तर उहाँहरूको व्यस्तता या केही जिम्मेवारले गर्दा आउनु पाउनु भएन होला। आगामी दिनमा पनि यस्तो तालिमहरू लिएर आउँदा चाहिँ हजुरहरूले भनिदिनु पऱ्यो
हामीले लिएको सिकेको कुराहरू यस्तो छ, राम्रोसँग कार्यक्रम गइदिनु पर्यो भनेर तपाईँहरूले नि खबर लगिदिनुहुन्छ भन्ने आशावादी छु। नेक्स्ट कार्यक्रम, नेक्स्ट तालिम हुँदा चाहिँ अलिक धेरै मान्छेको जनसङ्ख्या होस्, अलिक धेरै बुझोस्। अब हामीले जति यो सिकेका छौँ सजिलै रहेछ, नसिकेको मात्रै रहेछ। विशेष गरी सबै धेरै धेरै धन्यवाद। मैले पनि सिक्ने मौका पाएँ, फर्स्ट टाइम दिएको नि त। आज मैले त कति होला 40-45-50 वटा बनाएँ होला मैले पनि। मलाई खुसी लाग्यो। यो चाहिँ घरैमा गएर पनि बनाएर चाहिँ आफूले युज गर्न सकिने रहेछ। घरैमा गएर पनि थोरै रकमले पनि अब पैसाहरू अलिकति आम्दानी स्रोतहरू हुने रहेछ है त। तर अपङ्गताका व्यक्तिहरू मध्येमा जतिजना आइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। यदि गाउँघरमा हजुरहरूले देख्नुभयो भने चाहिँ यस्तो तालिम थियो, हामी चाहिँ गयौँ, तपाईँहरू जानु भ्याएन भने यदि सिक्न चाह्यो भने चाहिँ तपाईँहरूले सामान्य आफ्नै यहाँबाट अब सरहरूले दिनुहुनेछ केही सामानहरू, तपाईँहरूले अलिकति सिकाइदिनु भने धेरै राम्रो हुन्छ। तपाईँहरूले तपाईँहरू आउनु भ्याउनु भएन, हामीले सिकौँ भनेर सिकाइदिनु भयो भने पनि अझै राम्रो हुन्छ भन्दै तपाईँहरूको यो सिप 3 दिनको सिपभित्रमा जति राम्रो कुराहरू सिकेर जानुभयो यो कुरा आज पनि तपाईँहरूले अरूलाई नि सिकाइदिनुहुन्छ होला म भन्ने आशावादी छु। विशेष गरी अपङ्गताको व्यक्ति र उहाँको सदस्यलाई भन्दै मेरो तपाईँहरूलाई सफलताको धेरै शुभकामना दिँदै मेरो छोटो शुभकामना मन्तव्य यहाँ राख्न चाहन्छु। हस्त सबैलाई नमस्कार। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, प्रमुख अतिथि, विशेष अतिथि र हाम्रो परीक्षण हुन्छ र अपङ्गता सहायता र उपस्थित हुनुभएका सम्पूर्ण सदस्यहरूलाई म सर्भिस महादेवीको तर्फबाट नमस्कार र अभिवादन। आज मिति 2083 साल 3 महिना 3 गतेको दिन आज यस तालिमको उद्घाटन सँगसँगै समापनको दिन पनि रहेको छ। यस अपङ्गता सहायकर्ताको तर्फबाट हामीलाई यस तालिम प्रदान गरिदिनु भएकोमा उहाँहरूलाई म व्यक्तिगतको तर्फबाट मात्र नभएर सम्पूर्ण सिप लिने व्यक्तिहरूको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो सिप मानव जीवनमा एकदमै धेरै महत्त्वपूर्ण छ। यस सिप सिकेर हामीले आगामी दिनहरूमा पनि यसको सही सदुपयोग गरेर हामीले आफ्नो जीविकोपार्जन गर्न सकिन्छ। यस सिपले हाम्रो जीवनमा एकदमै धेरै लाभ हुने जस्तो लाग्छ मलाई। यस सिप 3 दिनको सिपबाट हामीले जीवनमा एउटा लामो जीवनयापनका लागि एउटा सकारात्मक सोच लिएर यस सिपलाई सानो सिपले नै यसलाई धेरै अघि बढाउन सकिन्छ। यस सिपबाट हामीले 3 दिने कार्यक्रमबाट हामीले धेरै अनुभवहरू पाएका छौँ। यसका लागि पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यति भन्दै मेरो केही छोटो भनाइ राख्न चाहन्छु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालक मिक्लाजुङ गाउँपालिकाका अपङ्गता सहायता संस्थाका सर। यस कार्यक्रमलाई अध्यक्षता गरिरहनुहुने मिक्लाजुङ अपङ्गता समूहका सचिव विवेक राईज्यू, प्रमुख अतिथिको रूपमा आसीन मिक्लाजुङ गाउँपालिकाका सदैव उपाध्यक्षज्यू, त्यसै गरी यस ओपिडीका सदस्य, मिक्लाजुङ गाउँपालिकामा कार्यरत सिबिआरएफ दया सिस्टरहरू, हामी यो 3 दिनसम्म चाहिँ यो तालिममा सक्रिय रूपमा सहभागी हुनका निम्ति मिक्लाजुङ गाउँपालिकाको धेरै टाढा टाढाबाट आउनुहुन्छ हाम्रा सहभागी साथीहरू। म सर्वप्रथम मेरो सबैजनालाई अपाङ्ग सेवा सङ्घ 5 थर र फाल्गुन गाउँको सेवा सङ्घ फाल्गुनको तर्फबाट नमस्कार। हामीले यो तालिम जो तपाईँलाई थाहा छ अपङ्गता भएका व्यक्तिहरूको संस्था यो मिक्लाजुङ अपङ्गता समूहको आयोजनामा सम्पन्न हुन गइरहेको छ आज। र 4 नम्बर वडाको आर्थिक सहयोग र मिक्लाजुङ ओपिडीको चाहिँ क्षमता विकास तालिम अन्तर्गतको बजेटबाट यो 3 दिनसम्म यो तालिम सम्पन्न भएको छ। मैले तालिम धेरै ठाउँ सिकाएँ, योसँग 4-5 वटा यही खालको तालिम सिकाउँदै आएँ। आज यो मिक्लाजुङ गाउँपालिकामा आएर विशेष गरेर यो तालिम फेरि पुनः दिन पाउँदा मलाई चाहिँ हृदयदेखि नै आभार प्रकट भएको छ। र यो आयोजक टिमलाई मलाई यहाँ बोलाइदिनु भएकोमा म हार्दिक उहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। वास्तवमा हामी अपङ्गता भएका व्यक्ति तथा परिवारजनले चाहिँ केही सिप सिक्यो भने चाहिँ हामीले आम्दानीको बाटो
बढाउन सकिन्छ, जीविकोपार्जन हाम्रो सहजै रूपमा हुन्छ भन्ने उद्देश्यले नै यो तालिमको आयोजना गरिएको। यहाँले 3 दिनसम्म सक्रिय रूपमा सिक्नु भएको छ। मलाई खुसी पनि लागेको छ। यो फुलको माला पहिले त कस्तो हुन्छ भन्ने तपाईँहरूले कौतूहलता थियो। अब हामीले त बनाउँदै जाँदा यसको कस्तो बन्छ भन्ने कन्सेप्ट थाहा थियो। तथापि तपाईँहरूले सुरुमा जति बनाउनु भयो, यो बनाउँदै जाँदा त्यो एकदमै आफै जाँगर आउँछ। यो तालिम त्यस्तो खालको तालिम हो। अरू तालिममा चाहिँ पढाउने खालको तालिम, केही यहाँ एउटा तपाईँको नीति नियम वाचन गर्ने खालको तालिम भयो भने चाहिँ त्यो अल्छी लाग्छ, सुन्दै निन्द्रा लागेर आउँछ। तर यो खालको तालिम चाहिँ गरौँ लाग्ने खालको हुन्छ र आफूलाई पनि यो एउटा रोजगारको चाहिँ एउटा बाटो, साह्रै राम्रो बाटो हुन्छ। यो तपाईँले अहिले अनलाइन नेटतिर धेरै ठाउँ देख्नु भएको छ। यसको मार्केटहरू धेरै राम्रो छ। यो माला सायद हामीले यतिको माला बनाएर बेच्यौँ भने एउटा माला चाहिँ 500-600सम्म बेच्न सकिन्छ। यसमा ठुलो लगानी पनि लाग्दैन। यो फुलको पत्ता किन्ने हो। यो पत्ता किनेर घरमै बसेर तपाईँले घाँस दाउरा गरेर आएर बस्तुहरूलाई यसो घाँसपात गरेर पनि एकछिन बसेको समयमा पनि यहाँले यो सिप सिक्नु सक्ने खालको सिप हो। यसमा ठुलो लगानी पनि छैन, यसमा बल पनि चाहिँदैन। थोरै लगानीमा राम्रो खालको क्वालिटी लिएर हामीले यो खालको उत्पादन गर्न सक्यो भने बजारीकरणमा पनि यसमा समस्या देखिन्छ। तपाईँको मास्क, हामी यो मास्क चाहिँ जहाँसुकै ठाउँमा हामीले प्रयोग गर्न सक्ने चिज हो। कुनै ठाउँमा हस्पिटलमा गइन्छ, त्यहाँ विभिन्न रोगका सङ्क्रमणहरू हुन्छ, त्यहाँ ठाउँमा यो मास्क अनिवार्य लाउनु जरुरी छ। कुनै ठाउँ भिडभाडमा हामी गइन्छ, हाट बजारतिर गइन्छ, ठुल्ठुलो मेलामा गइन्छ, त्यहाँ पनि मास्क लाउनु जरुरी छ। किनभने त्यहाँ धेरै मान्छेहरूको भिड छ। हामीले त्यो कोरोना मात्रै रोग जस्तो लागेको छ अहिलेसम्मको ठुलो रोग, त्यो चाहिँ सर्वजहाँसुकै फैलिएर पनि धेरै मान्छेको मृत्यु पनि भएको कारणले त्यो रोग आउँदा चाहिँ हामीले डराएर पनि मास्क लगायौँ। तर अहिले त्यति मास्क लगाएको देखिँदैन। तथापि यो मास्क चाहिँ तपाईँहरूले जहीँसुकै बजारमा बेच्न सक्नुहुन्छ। तपाईँको त्यो ठुलो एउटा बजार छ, यो मिठलाचुङ गाउँपालिकाको केन्द्र रवि बजार, यहाँ चाहिँ तपाईँले चिने जानेको पसलमा र हामी अपाङ्गता भएको व्यक्तिले बनाएको मास्क चाहिँ यो एकदम राम्रो छ, राम्रो क्वालिटी छ। तपाईँहरूलाई 100 रुपियाँ दर्जन दिनुभयो, 80 रुपियाँ दर्जनै दिनुभयो भने तपाईँहरूले घाटा हुनेवाला छैन। यो मास्क भनेको तपाईँको 4 देखि 5 रुपियाँमा तपाईँको सबै मेटेरियल जोड्दा, परिश्रम शुद्ध जोड्दाखेरि 4 देखि 5 रुपियाँ भन्छ। तपाईँले 7-8 रुपियाँमा बेच्नु भने, होलसेल रेटमा बेच्नु भने यसबाट धेरै राम्रो इन्कम गर्न सकिन्छ। त्यसले गर्दा यसको धेरै उपयोगी छ। यो मास्क फिरिङ बजारमा, फिरिङ नगरपालिकाको 5 नम्बर वडामा अस्ति सिकाइयो। अब उहाँहरूले अहिले व्यावसायिक बन्नुभएको छ, कम्तीमा 2जनादेखि 3जना व्यावसायिक बन्नुभएको छ। उहाँहरूले घरमै बसेर फिरिङ लानु हुँदो रहेछ। अस्ति मैले देखेँ उहाँहरूले बनाएको मास्क। अनि मैले त्यो 6 नम्बर हाम्रो फलफुल र छमा पनि बनाएको। अस्ति त्यो ठुलो 30 मेलामा साथीहरूले अलि लगेर बेच्नु भयो, त्यहाँ अलिअलि बिक्री पनि भयो। थोरै आम्दानीको बाटो भयो कि सुरुमा बजार लिन अलिक गाह्रो हुन्छ। तर पनि हामीले बनाउँदै जाने, साथीभाइ चिन्ने भएको ठाउँ छ भने है यस्तो यस्तो हामीले उत्पादन गरिरहेको छौँ र तपाईँहरूको मार्फतबाट हामीले यति किन्नुहोस् भनेर हामीले यसको चाहिँ प्रचार प्रसार पनि गर्न सकिन्छ। अहिले सामाजिक सञ्जाल छ, तपाईँले सामने एउटा बनाएर भिडियो मात्रै पोस्ट गर्नुभयो भने यो कहाँ बन्छ के छ अघि तपाईँले कमेन्टमा देख्न थालिहाल्छ। त्यसले गर्दा यो राम्रो खालको तालिम भएको छ। त्यसले गर्दा हामी सबै मिलेर यसलाई फेरि हाम्रो टोलमा, हाम्रो धेरै टाढा टाढामा आउनु भएको छ, तपाईँको टोलमा टुक्रे बजारतिर छन्, बजारतिर पनि बेच्ने खालको एउटा वातावरण बनाउनुहोस् र तालिम यहीँ लिने यहीँ बिच्ने खालको नगर्नुहोस्। यो चाहिँ मेरो अनुरोध तपाईँहरूलाई। तालिम लिएर तालिमको सदुपयोग गरौँ। तालिम जब हामीले लिन्छौँ, तालिम सिकेको व्यक्ति चाहिँ कहिले पनि भोकै मरिँदैन। तालिम भएको व्यक्तिले जहीँ गएर पनि जे काम गर्न सक्छ। त्यसले गर्दा तालिमको महत्त्व बुझौँ र अरू तालिमभन्दा अलिकति पृथक खालको तालिम छ। फेरि यहाँले सबैले बुझ्नु भएको छ, धेरै कुराहरू देख्नु पनि भएको छ, सिकाउनु पनि मलाई त्यत्रो गाह्रो लागेन। तपाईँले धेरै छिटो सिकिहाल्नु भयो। मैले एकै दिनमा तपाईँले एक खालको माला चाहिँ सिक्नुभयो। तर यसको माला पनि 2-3 आइटम हुन्छ, तर हाम्रो समय अलिकति अभाव भएकोले 2-3 आइटम सिक्न सकेनौँ र फुलको यो पत्ता पनि अहिले हामीसँग अभाव भएको हिसाबले यति मात्रै सिक्न सक्यो भन्दै मलाई चाहिँ यहाँ यो कार्यक्रममा यो सर्जिकल मास्क तथा फुलको माला बनाउने तालिममा बोलाउनु भएको कुनै आयोजक टिमलाई हार्दिक धन्यवाद गर्दै मलाई 2 शब्द राख्नु। धन्यवाद कार्यक्रम सञ्चालक मिठलाचुङ गाउँपालिका अपाङ्गता समूहका कार्यक्रम पर्सन दिगेशजी। यो विशेष गरी अपाङ्गता भएका तथा परिवारका सदस्यहरूको लागि यो सिपिका सम्पर्कको कार्यक्रम सञ्चालित कार्यक्रम आज समापन कार्यक्रम सभाध्यक्ष यो कार्यक्रममा विशेष भूमिकाका साथ सहजकर्ताको रूपमा भएका मित्र सौरभ दमलाजी
सभासम्म निकाजका सदस्यज्यू र कार्यक्रममा सरिक हुनुभएका सिबिएर बैनीपुर अनुराधा हुनुहुन्छ र सभामा आयोजना हुनुभएका आदरणीय दिदीबहिनीहरू, खुसी लागेको छ यो निक्लाजु गाउँपालिकाको आफिसहरूमा विशेष गरी यो मानिसको जनजीविकासँग जोडिने जीविका अन्तर्गत घरमै बसेर पनि यस्ता सिपहरू सिक्न सकिन्छ भन्ने उदाहरण चाहिँ यो कार्यक्रमबाट प्रष्ट भएको छ। मैले अस्तिदेखि यो कार्यक्रम चाहिँ चलाउनु पर्छ भन्न मैले पनि इच्छा गरिराखेको थिएँ। आज यो सफल भएको छ। निकाजु गाउँपालिकाभित्र रहेका अपाङ्गताहरूको समन्वय गर्ने, अनुगमन गर्ने, पहिचान गर्ने र उनीहरूको सामाजिक आर्थिक अवस्था बुझ्ने नेपाल सरकारको नीति नियम अनुसार उहाँलाई सूचित गर्ने, अपाङ्गता परिचय पत्र वितरण गर्ने जस्ता काम यो समन्वय प्रमुख चाहिँ अहिले स्थानीय सरकारमा नगरको हकमा नगरको प्रमुख र पालिकाको हकमा चाहिँ पालिकाको अध्यक्ष रहने व्यवस्था छ। र हामी निर्वाचित भइसकेपछि निक्लाजु गाउँपालिकाभित्र रहेका सबै अपाङ्गहरूको पहिचान गर्ने, उहाँहरूलाई परिचय पत्र वितरण गर्नेदेखि लिएर अन्य निश्चित विकासका तालिमहरू, स्वास्थ्य उपचारका कुराहरू काम गरिरहेको व्यवस्था छ। र यस भित्र सिप विकासका कार्य चाहिँ आजसम्म छ। कतिपय अपाङ्गता भएका व्यक्तिहरूमा के यस्ता ऊर्जा शक्तिहरू छन् तर काम र दक्षता ज्ञान नपाउँदाखेरि त्यो चाहिँ सुसुप्त अवस्थामा रहेको छ। हामीले योभन्दा अगाडि अरू धेरै ट्रेनिङहरू देखेका छौँ। अब ट्रेनिङ चाहिँ दिइराख्नु भएको छ तर यो आउटपुट देखिएको छैन भने उत्पादनलाई बजारीकरण गर्नु चाहिँ समस्या भइरहेको अवस्था छ। आज यो मास्क र यो नला देख्दै कोभिड आएको थियो कि आजभन्दा 5-7 वर्ष अगाडि कोभिड आउँदै गर्दा यो मास्कको कति धेरै मूल्य थियो, यसको भूमिका, यसको महत्त्व कति थियो। त्यसो गर्दै गर्दा म वडाध्यक्ष थिएँ, वडाध्यक्ष थिएँ अनि त्यतिखेर मास्क नपाएर मैले चाहिँ त्यहाँ बजारमा कपडा व्यवस्थापन गरेर हामीले कपडाको मास्क सिलाएर गाउँभरिका मान्छेहरूलाई लगभग 1000-1500 मास्क बाँड्यौँ। योभन्दा चाहिँ त्यो कपडा दह्रो थियो अनि कतिपयले त्यो तुना अब त्यतिखेर त्यो मास्क सिलाउने टेलरले पनि त्यो मासु हतारमा कसैको तुना लामो लामो बनाइदिएको थियो। अनि पछिसम्म मैले देखेँ यहाँ मास्क लगाएर यताको माथि बाँधेर सुइपुन लगाएर होइन खोल्दाखेरि यसो तुना तान्दिने फरक कजारले होइन लाउनु। अहिले मलाई झन्झट याद छ। विशेष परिस्थितिमा त्यतिखेरको संवेदनशील अवस्थामा मास्क लाउँदै गर्दाखेरि त्यो कपडाले पनि धेरै मान्छेहरूको सुरक्षा गरेको मलाई याद छ। त्यतिखेर म तपाईँलाई याद छ कि छैन, कोभिडको बेलामा निक्लाजु गाउँपालिकामा ट्रोल पनि भएको थियो। विश्वभरिको समाचारले कता कता लेखेर त्यो पुरा भाइरल पनि बनाइदिएको थियो। अनुकाले याद छ कि छैन? यहाँ मैले एउटा कार्यक्रम राखेर, कस्तो कार्यक्रम राखेको थिएँ भने स्थानीय सरकारवाला स्वास्थ्य शिक्षकहरू समुदाय भेला पारेर एउटा मिटिङ बस्नु, त्यसरी मिटिङ बस्नु नहुने भन्ने थियो। एक आउने सामुने नजिक बस्नु नहुने भन्ने चाहिँ निर्देशिकाहरू थियो त्यो बेला। तर हामीले चाहिँ जानकारीको लागि चाहिँ अब के गर्ने भन्ने विषयमा चाहिँ नजिक नबस्दा पनि कसैले सामान दिँदाखेरि चाहिँ कुनै वस्तु प्रयोग गरेर हस्तान्तरण गर्नु भन्ने हिसाबले मैले चाहिँ एउटा भाटा लिएर एउटालाई साबुन दिएको एक्टिङ गरेको थियो। त्यो डेमो गरेको, त्यो चाहिँ फोटो खिचेर हालेर साथीहरूले त 24 घन्टामा त विश्वव्यापी रूपमा त्यो त ट्रोल बनाइदिएछ हाम्रो फोटो त। अन्तिममा गएर कसले गरेर राय समालले पनि हालिराख्नु भएको छ। मैले त्यो देखिरहेको थिएँ, तपाईँको फोटो त राय समालले हालिरहेको छ त भनेर मलाई चाहिँ फोनबाट कतिले होइन पत्रकारले मलाई फोन गरेरै गर्छ। अरे मैले त्यस्तो नराम्रो त भने के गरेको थिइनँ, म त डेमो गरेको मात्रै हो। तपाईँलाई यसो गर्नु भने या त पुरा भाइरल भइसक्नु भयो भन्छ।
अनि कहिले कहिले त्यो समय र परिस्थिति त्यस्तो घटनाहरू चाहिँ कहिले कहिले होइन। अनि 5 तालमा माथि फिदिमको सुकपाल तुम्बाको 2 नम्बर वडा अध्यक्ष, म यहाँ मिकलाजुङको 2 नम्बर वडा अध्यक्ष, हामी दुईजना चाहिँ भाइरल भएछ। उहाँले चाहिँ त्यो चामलको पोका चाहिँ तपाईँको आम्रे सामने यसो दिएको छ, त्यो चाहिँ आरा काट्ने भनेर हालिदिएछ त्यो होइन। अनि मलाई चाहिँ पोका दिने बनाइदियो, मसलाको पोका पनि भनेर केसम्म भयो त। अब यता डेमो गरेको, कसैले मसलाको पोका भन्यो, कसैले चामलको पोका भन्दै त्यो अन्तिममा अहिले एउटा सामाजिक अभियन्ता विदेशमा दिल निशानी मगर भन्ने छ, उसले पनि हालिदिएको रहेछ भनेपछि त्यो त एउटा नेसनल उसमा आइयो कि कहिले कहिले त्यस्तो। त्यो त्यसको सकारात्मक नकारात्मक चाहिँ होइन, हामीले सकारात्मक पक्षलाई त्यो काम गरे हो, त्यस्तो सम्भव पनि भइरहेछ। अब कुरा के रह्यो भने यो सहभागिताको हिसाबले चाहिँ अलिक कमै देखियो होइन। अब कार्यक्रम मिकलाजुङभरिकै हो, अब कोही बर्खायाममा कोही टाढा भएर कतै आउनु भएन होला, तर हामीले ठाउँ ठाउँमा यो क्षेत्रगत रूपमा अरू तालिमहरू पनि लिइसक्नु भएको छ कतिले। अब एउटा काम अघि सहजकता सरले भने जस्तो यो माला छ नि, यो माला यो मास्कको चाहिँ अब यति सिकेपछि त यो सिकेको सिप त्यतिकै सुसुप्त अवस्थामा राख्यो, यसले चाहिँ हामीले प्रचार प्रसार गऱ्यौँ भने चाहिँ फेरि हामी हराउँछौँ क्या बिचमा। अब यसको लागि चाहिँ हामीले एउटा के सञ्जाल बनाउनु पऱ्यो भने अब बजारमा विशेष गरी हामी त यसको लक्ष्य त बजार त हो नि, बजारमा वडाहरू छ नि, हाम्रो वडाहरू छ, सङ्घ संस्थाहरू छ, सङ्घ संस्थाहरूले भन्ने हो क्या हामी अपंगता समूह मिकलाजुङले चाहिँ यो प्रकारको हामीले तयार गरिसक्यौँ होइन। तपाईँहरूले अनि हाम्रो संवेदनशील क्षेत्र संवेदनशील अवस्थाको सामाजिक आर्थिक स्थितिले हेरेर तपाईँहरूको हाम्रो मालाहरू किनिदिनु पऱ्यो होइन। कुनै घटी छ तुलना गरौँ भन्नु पऱ्यो, मास्क लानुहोस्, यो स्वास्थ्यको लागि राम्रो छ, मास्क चाहिन्छ भने हामीसँग छ भन्नु पऱ्यो। अब उत्पादन गरेको चिजलाई चाहिँ एकजना एउटा व्यापारी निस्किनु पऱ्यो। एक दुईजना व्यापारी निस्किनु भने तपाईँले आफैले गरेको बजारमा राख्ने, बजार राखेपछि एक दिन यहाँ बजारको दिन यसो गरौँ न, म पनि त्यसको लागि सहभागी भइदिउँला। एक दिन बजारको दिन राम्रो बनाऊँ, आज राम्रो फोटो खिचेर सामाजिक सञ्जालमा सबैले हालिदिउँ होइन, भर्सक ट्रोलै बनाइदियोस् न होइन, जसो हाइलाइट गरिन्छ। बजारको दिन एकचोटि चाहिँ हामीले उत्पादन गरेको मास्क र माला डुलाउँ बजारमा आउने मान्छेले हेर्छ नि त, माला हातमा यहाँ 5-7वटा यता 5-7वटा 10जनाले हिँडाउँ त अर्कै त्यो हुने अर्कै हुन्छ, सोने अर्कै हुन्छ। अरे कहाँ के भएर आयो भन्छ नि मान्छेहरू, हामीले भन्दै जाने हो। हामीले यसरी बोलेको ल तपाईँलाई आवश्यक छ भने तपाईँको कुनै कार्यक्रम पार्टी होइन चाहिँ बिहे हुन्छ, शुभ कार्य हुन्छ, बर्थडे हुन्छ, यस्तो शुभ कार्यमा माला दिने फुल दिने चलन छ नि होइन। ल हाम्रो माला हेर्नुहोस् त यो घटी छ, हामी तपाईँहरूलाई माला उपलब्ध गराइदिन्छौँ, तपाईँ भन्नुहोस्, हामीले फोन गर्नुहोस्, हामी होम डेलिभरी दिन्छौँ भन्ने हो। त्यसरी बजारीकरण गऱ्यो भने नबिक्ने भन्ने चाहिँ छैन। एकैचोटि माथि हाई लेभल नबिक्ला, सैथान नबिक्ला, हामीले एडभर्टाइज गर्दै गर्दा 100को सट्टा 10 जाला, एकचोटि 20 जाला, अर्कोचोटि 50 जाला। त्यसरी हाम्रो चाहिँ यसको प्रभाव पर्दै गयो भने आवश्यक यसको यो जनजीविकासँग आजन्म केही न केही प्रभाव पर्छ भन्ने मलाई लाग्छ। र अब अपङ्गता भएको हिसाबले कतिपय अब अप्ठ्याराहरू पनि छ। तपाईँहरू परिवारको हिसाबले तपाईँहरू सपङ्ग हुनुहुन्छ, सिक गर्दै हुनुहुन्छ, हिजो अपाङ्गता भएको व्यक्तिको नाममा तपाईँले असर पाउनु भएको छ तपाईँको परिवार सदस्य, त्यसैले तपाईँले एउटा माला लगेर तपाईँको आफ्नो परिवारको सदस्यले माला लगाइदिनुहोस्। तपाईँको यो चाहिँ अपाङ्गता भएको व्यक्तिले यसरी मैले सिकेर आएँ, माला हेर्नुहोस् कस्तो छ होइन, यसरी बुनेर आयौँ, पछि राम्रो बुन्यो तपाईँलाई पैसा हुन्छ होइन। त्यसरी उनीहरूले पनि अलिकति मोटिभेसन गर्ने, उहाँहरूले पनि यसो सम्मान गर्ने काम पनि गर्नुपर्छ। कतिपय अपङ्गता भएका व्यक्तिको परिवार के सम्म पनि सुनिन्छ भने भत्ता थाप्नुहुन्छ, सानो सुरक्षा भत्ता 4000 र 2200 दिनुहुन्छ, उहाँहरू आफै आउनु सक्नुहुन्न ब्याङ्कसम्म। अहिले ब्याङ्क EFT सिस्टम हुन्छ सरकारको नियमअनुसार। अब छोरा नाति होइन एबिसिटी अब आफूले संरक्षण राखेको व्यक्तिले पैसा जिक्नुहुन्छ, तर कतिपय अपङ्गता भएको व्यक्तिले मेरो भत्ता कति आयो भन्ने थाहा छैन। तपाईँ चाहिँ कोहीले आफूले पैसा जिक्नु, तपाईँको भत्ता यो महिनाको यति आयो भन्नेसम्म भन्नु पऱ्यो होइन। तपाईँको 4 महिना 3 महिनाको 12000 आयो भने 1-2 हजार उहाँले गोजीमाथामा दिनुहोस्, पालन पोषण भएर त तपाईँले गरिराख्नु भएको छ। तर उहाँको मनमा होला नि त म अपङ्ग भएको छु, सरकारले मलाई भत्ता दिइराखेको छ, मेरो भत्ता कति आउँछ भन्ने कुरामा चाहिँ परिवारको सदस्य जसले पैसा निकाल्नुहुन्छ संरक्षकले, उहाँले त्यतिसम्म जानकारी नभएर उसको मन पनि दुःख लाग्छ। मन नदुखाइकन सम्मानका साथ उहाँहरूलाई सम्मानित व्यवहार पनि गर्न सिक्नुपर्छ। त्यो हाम्रो दायित्व हो, हाम्रो कर्तव्य हो। त्यसरी अगाडि बढ्नुपर्छ। त्यो नै एउटा सामाजिक
एउटा संरचना एउटा सामाजिक मर्यादाको कुराहरू हुन्छ त्यसमा यस्तो कुराहरू सबै हामीले बुझ्नुपर्छ भन्ने म यहाँले जानकारी गराउन चाहन्छु। र अन्तमा यो 3 दिनको कार्यक्रममा उद्घाटन सत्रमा अलिक प्याक भयो, सबै उपस्थित हुन सकिएन। समापन कार्यक्रममा उपस्थित हुन सकिएको छ, यसको लागि म आफैले पनि खुसी लागेको छ। र यो कार्यक्रमलाई यहाँसम्म सहजीकरण गर्ने अपाङ्ग समूह मिक्लाजुङ पालिका समिति लगायत सिबिआर लगायत हाम्रो सहजकर्ता समूहका साथीहरूले यो सहजीकरण गर्नुपर्छ, यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दै यो आर्थिक वर्षमा चाहिँ हामी अब हाम्रो कार्यकाल यो साल अन्तिम हो। म निर्वाचित भइसकेपछि हाम्रो समूहको टिमले मिक्लाजुङ गाउँपालिका भरिरहेका अपाङ्गताहरूलाई कसैले बाँकी राखेका छैनौँ। अहिले छिटफुट 1-2 जना अपाङ्गता भएका व्यक्तिहरू छन् भनेर हामीले सूचना जानकारी आउँदैछ, त्यसको लागि हामी तुरुन्तै यो असारभित्रै उहाँहरूसँग भेटघाट गरेर परिचय पत्र दिने कुरामा हामी अगाडि बढ्छौँ। र आगामी दिनहरूमा यहाँले सिपहरूलाई फेरि कसरी प्रबन्धन गर्न सकिन्छ त्यस विषयमा मिक्लाजुङ गाउँपालिका गम्भीर भएर अगाडि बढ्न सक्छ भन्ने कुरामा लागेको छ। र यो आर्थिक वर्षमा हामी अपाङ्गता भएका व्यक्तिहरूलाई यो के अरे स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गर्ने कुरामा कार्यपालिकाले छलफल गरिराखेको छ। यो आर्थिक वर्षको बजेट बन्ने क्रममा छ। र यो आर्थिक वर्षमा सम्भवतः रातो कार्ड भएका अन्य जो आर्थिक सामाजिक हिसाबले विपन्न परिवार निरन्तर उपचार गरिराख्नुपर्ने अवस्थाका हाम्रो अपाङ्गता भएका व्यक्तिहरूलाई बिमा गराउने क्रममा हाम्रो नीति पर्दैछ। त्यसको लागि म यहाँलाई जानकारी गराउँदै सम्पूर्ण उपस्थित सहभागी हुने सबैका जन्मदिनका दिदीबहिनी लगायत सहजकर्ता यस कार्यक्रमका आयोजक सबैलाई धेरै धेरै उहाँ पनि आउनु भएन। 7 नम्बरबाट पनि हामी सर र म चाहिँ त्यहाँनिर जस्तै अनुगमन अपाङ्गताको अपाङ्गता भएका व्यक्ति र मिलिजुली समूहलाई अनुगमन स्कुलका अपाङ्गता विद्यार्थीहरूलाई पनि अनुगमन गर्दै जाँदाखेरि पनि हामीले खबर छौँ र पनि अब उहाँहरू त्यस्तै विभिन्न समस्या या यातायातको कुनै कार्यक्रमको आयोजना विशेष गरेर हाम्रो अपाङ्गता समाज संस्थाबाट चाहिँ यो बजेट चाहिँ 22,500 अपाङ्गता तालिम कार्यक्रम गरेको पनि यहाँ वडा नम्बर 4बाट रातो कार्ड पाउनेले फ्रीमा स्वास्थ्य लिनु पाउनुहुन्छ। उहाँको परिवार सदस्यहरू सम्पूर्णलाई निलो पहेँलो सेतोहरू पनि हामी धेरैजनामा छौँ। अझै पहेँलो र सेतोले रकम नपाएकाले गर्दा अरूले पनि अब विभिन्न गाउँतिर जाँदा पनि खालि रकमको मात्र माग गर्ने कुरा हुन्छ। अब डाइरेक्ट सबैलाई भत्ताको व्यवस्था गर्न सकिँदैन। हाम्रो आर्थिक आम्दानी पनि ठिकै छ पालिकाको, त्यसले गर्दाखेरि अब सक्दो भएसम्म त अब आय स्रोत हुँदाखेरि त उहाँले पनि सम्पूर्णमा गरिदिनु उहाँले म त माया लाउँछु हुन्न नभन, मुटु मेरो दिन्छु लिन्न नभन। म त माया लाउँछु हुन्न नभन, हात माग्न आउँछु दिन्न नभन। कम्मर मड्काएर ओठमा लाली लाएर गाउँघरको बाटोमा हिँड्ने नगर। हात समाएर गालामा मोही खाएर साइनो लगाएर लान्छु नि घर। साना नि टाढे हो कि हामीलाई मिलाने हो, के छ विचार तिम्रो कि सँगै नै जाने हो।
है भारी भो मन माया गर्छौ भने सिधै हो भन अल्झाएर कान्छी किन दो मन माया त चाहेर लाग्यो